इस्तोलतनु गजेन्द्र वदनं लम्बोदर सुन्दरं परसन्दं मदगन्धलोकञ्जालोलकण्डात्मगोलापहं दन्ताघासविधारितारि रुद्रे सिन्धूरशोभाकरं वन्दे शैलसुतासुतं श्रीगणपतिं सिद्धिप्रदकामदम् ईशान विष्णु कमलासन कार्तिकेयं वह्ने पर्यार्कं रजनीश गणेशृणां क्रौञ्चामरेन्द्र कलशोदवकाशवानां पादं नमामि सततं पितृमुक्ति हेतो। एक बार बोलो लक्ष्मण भगवान को, साम सदा शिवजी को, संपूर्ण कुलपितृहरूको। आज हाम्रो हिर्तकौशीको गोत्रमा उत्पन्न हुनुभएका हाम्रो बासारुख बनेर चिनिने यहाँदेखि बुटवलसम्म काठमाडौँसम्मको हाम्रो जुन परिवार छ, आज जुन सम्पूर्ण इष्टमित्रहरूका साथमा, गुरुजनहरूका साथमा, सम्पूर्ण छोरी बेटी सबैका साथमा जुन देवताहरू पितृहरूको पूर्ण आशीर्वाद प्राप्त गरेर, सम्पूर्ण पितृहरूको आशीर्वाद प्राप्त गरिकन आज ठुलो यज्ञ गर्ने सौभाग्यता यहाँहरूलाई प्राप्त भएको छ। यस्ता यज्ञहरू गर्नका निम्ति हामीहरूले चाहेर मात्र हुँदैन, किन भन्दा यो प्राप्त गराउनका निम्ति उही परब्रह्म परमात्मा भगवानको अनुकम्पा, भगवानको जुन कृपा भएन भने हामीले चाहेर पनि हुन सक्दैन। त्यसैले आज यो परिवारमा त्यही भगवानको कृपा परिरहेको छ, पितृहरूको कृपा परिरहेको छ, गुरुजनहरूको आशीर्वाद, सबैको आशीर्वादका कारणले गर्दा आज यहाँले महान यज्ञ गरेर जुन मोक्ष प्राप्ति गरिरहनु भएको छ, पुण्य प्राप्ति गरिरहनु भएको छ। यसका साथमा यो महान यज्ञका साथमा जुन सप्ताह एकारूपी सप्ताह या चाहिँ ज्ञान महायज्ञ भइरहेको छ, यो भागवतलाई के भनिन्छ भन्दा ज्ञान महायज्ञ भनिन्छ। किन भन्दा यो ज्ञान महायज्ञ हो। जसरी जलमा गएर डुबुल्की मारेर व्यक्ति चाहिँ के हुन्छ, हाम्रा सारा पापहरू नष्ट गर्न सक्छ भने, जुन मैलहरू सबै पखालेर आउन सक्छ भने, मनका सारा पापहरू, मनमा भएका वासनाहरू, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य गरिएका सम्पूर्ण जुन हाम्रा मनमा रहेका विकारहरूलाई हटाउनका निम्ति के को श्रवण गर्नुपर्छ? भागवतको श्रवण गर्नुपर्दछ, शास्त्रहरूको श्रवण गर्नुपर्दछ। त्यही तिनै ग्रन्थहरूले हाम्रा भित्रका सारा वासनाहरूलाई के दिन्छन् भन्दा हराएर मनलाई चित्त बनाउँछन्, जुन हाम्रो मनलाई चाहिँ निर्मल बनाउँछन्, विमल बनाउँछन्, पवित्र बनाउँछन्। त्यसैले अब के दिन्छ भन्दा मनलाई पवित्र बनाउनका निम्ति ज्ञान रूपी गंगा श्रीमद् भागवत महापुराण हो। त्यसैले जसरी गंगामा गएर डुबुल्की मारेर सारा जुन बाहिर भएका फोहोर वस्तुहरू जसरी हटाउन सकिन्छ, त्यस्तै गरेर भागवतमा डुबुल्की मार्नाले के हुन्छ भन्दा भित्रका सारा वासनाहरू जान्छन्। भित्रको वासना हराइसकेपछि भक्तिको उदय हुन्छ, भक्तिको उदय भएपछि ज्ञान प्राप्त हुन्छ, ज्ञान भएपछि ध्यान हुन्छ, ध्यान भएपछि परमात्मा तर्फ मन जान्छ, ईश्वर तर्फ मन जान्छ। त्यसपछि गएर ठुल्ठुला यज्ञहरू गर्ने, ठुल्ठुला दानहरू गर्ने, यज्ञहरू गर्ने, तीर्थमा जाने, कर्महरू गर्ने, पिपलहरू लगाउने, त्यस्तै गरेर बत्तीहरू जलाउने, बत्तीहरू काट्ने, पोखरीहरू खन्ने, त्यसपछि त्यसका प्रतिष्ठा गर्ने आदि जस्ता कर्महरू प्राप्ति हुन थाल्छन्। यो भक्ति प्राप्ति भइसकेपछि, कर्म प्राप्ति भइसकेपछि आज पनि यहाँ त्यही भएको छ र यहाँ सबै परिवार जनहरूका साथमा यहाँहरूले महान यज्ञ गरिरहनु भएको छ। यस्ता यज्ञहरू गर्नका निम्ति ठुलो भाग्य प्राप्त हुनुपर्छ भनेर भागवतले बताएको छ। के भनेको छ? भाग्योदयेन बहुजन्म समार्जितेन सत्सङ्गम च लभते पुरुषो यदा भई अज्ञान हेतु कृत मोह अंधकार नाश विदाय हिम तदो दयते विवेक। जब भाग्यको उदय हुन्छ, भाग्य जन्म जन्मान्तरको पुण्यका कारणले, महीना महीनाको पुण्यका कारणले, वर्ष वर्षको पुण्यका कारणले, दिन दिनको पुण्यका कारणले मान्छेहरूलाई यस्ता यज्ञहरू गर्ने अवसरहरू प्राप्त हुन्छ।
हामीहरू जति पनि कर्महरू गरेका छौँ केका निम्ति भन्दा हाम्रो जीवनलाई सफलीभूत बनाउनका निम्ति, हाम्रो जीवनलाई सुखमय बनाउनका निम्ति हामीले कर्महरू गरिरहेका छौँ। यहाँ हामीले जति पनि कर्म गरेका छौँ केका निम्ति भन्दा सुखका निम्ति। प्रत्येक व्यक्तिले सुख चाहिरहेको छ, सबै व्यक्तिहरूलाई आनन्द आनन्द प्रत्येक व्यक्तिले खोजिरहेको छ, तर सबैलाई त्यो सुख त्यो आनन्द प्राप्त भइरहेको छैन। एउटा न एउटा दुःख, एउटा न एउटा पीडा, एउटा न एउटा सन्ताप, एउटा न एउटा रोग, एउटा न एउटा पीर प्रत्येक व्यक्तिलाई यो संसारमा भइरहेको छ। र त्यस्ता दुःख कष्टहरूबाट मुक्ति दिने सबभन्दा उत्तम उपाय भनेको के हो भन्दा भगवानको नाम भन्दा उत्तम यो संसारमा केही पनि छैन। सत्य युगमा के थियो भन्दा सत्य युगमा मान्छेहरू ठुल्ठुला दानहरू गर्नाले अथवा ठुला तपस्याहरू गर्नाले मुक्ति हुन्थे। कस्ता तपस्या गर्थे भन्दा धमिराले गोलो लगाउने बेलासम्म पनि तपस्या गरेर उनीहरू मुक्ति हुन सक्ने, त्यति बेलासम्म ध्यान गर्न सक्ने मान्छेहरूको ताकत थियो। कहिले सत्य युगमा जब त्यो सत्य युग समाप्त भयो मान्छेहरूले ध्यान गर्न छोडे। जब सत्य युग सकिसकेपछि त्रेता युग आयो। त्रेता युगमा ठुल्ठुला यज्ञहरू गरेर मुक्ति हुन्थे। कस्ता यज्ञ भन्दा वाजपेय नाम गरिएका यज्ञहरू, अश्वमेध गरिएका यज्ञहरू, ठुल्ठुला लामा लामा यज्ञहरू हामीले भन्छौँ नि 1 महिनाका। स्वस्थानीको व्रत 1 महिनाको हुन्छ, सप्ताह 7 दिनको हुन्छ। ठुला दान ठुला यज्ञहरू गरेर त्रेता युगमा मान्छेहरू सबै मुक्ति हुने गर्दथे। अब त्यो समय पनि गयो। त्यसपछि गएर द्वापर आयो। द्वापर आइसकेपछि अब मान्छेले न तपस्या गरेर धर्म प्राप्त गर्न सको, न ठुल्ठुला दान गरेर धर्म प्राप्त गर्न सको। द्वापरमा आइसकेपछि अब भगवानको सेवा गरेर मान्छेले के गर्न थाल्यो भन्दा पुण्य प्राप्ति गर्न थाल्यो, धर्म गर्न थाल्यो, धर्म प्राप्ति गर्न थाल्यो। जब त्यो चाहिँ द्वापर युग पनि सकियो। द्वापर सकिसके असत्यपन बढ्दै जान थाल्यो। कलिका कारणले मान्छेहरूमा लोभ बढ्दै जान थाल्यो। मान्छेहरूमा मारकाट गर्ने प्रवृत्ति बढ्न थाल्यो। मान्छेहरूमा हिंसा गर्ने प्रवृत्ति बढ्दै जान थाल्यो। अर्कालाई ढाँट्ने, चोर्ने, छल्ने यस्ता प्रकारका कार्यहरूमा मान्छे अब यस्तै यस्तै कर्महरूमा मान्छे लाग्न थाल्यो। मान्छेले अर्कालाई सताउने, दुःख दिने यस्ता कर्म गर्न थाल्यो। कस्तो भन्दा मै खाऊँ मै लाऊँ सुख सहेल मोदन गरौँ, मै बाँचो मै नाचो अरू मरी मरी। अर्कालाई दुखी देख्दा भित्रभित्रै हाँस्ने भएका, अर्काको उन्नति प्रगति देख्दा भित्रभित्रै जल्ने भएका। मै खाऊँ मै लाऊँ, मैले खाएपछि सबैलाई पुग्यो, अरूलाई पर्दैन। मैले लाएपछि अरूलाई पर्दैन, मेरो पेट भरिएपछि अरूलाई पर्दैन। यस्तो प्रकारका भावहरू भएका व्यक्तिहरू कलिकाल आइसकेपछि उनीहरू चाहिँ अब क्या भन्दा यहाँ चाहिँ अब कलिका आइसकेपछि मान्छेको स्वभाव त्यस्तो हुन थालेपछि अब सबै देवताहरू ऋषिहरूले के अरे भन्दा अब के अरे भने भगवान विष्णु शङ्कर सोध्नुभयो, हे प्रभु संसारमा के छ भन्दा सबै मान्छेहरू दुखै दुःखमा परिरहेका छन्, सबैले सुखको चाहना गरेका छन्, तर पनि सबै व्यक्तिहरू दुःख रूपी संसारमा छन्। यस्ता प्रकारका व्यक्तिहरूको उद्धार कसरी होला? के कर्म गर्नाले, के दान गर्नाले, के पुण्य गर्नाले, के यज्ञ गर्नाले, कुन व्रत गर्नाले कलिकालका मान्छेहरू मुक्ति होलान्। हे परमेश्वर, हे भगवान, तपाईँले हामीहरूका प्रति बताउनु भनेर हात जोडेर जब सोधिसकेपछि भगवानले के भन्नुहुन्छ भन्दा कलिकालका मान्छेहरू विभिन्न योनिहरूमा उत्पन्न भइरहने प्रकारका दुःख भोग गरिरहेका छन्। कोही के छन् भन्दा ससाना सूक्ष्म जीवहरू छन्। हामीले हेऱ्यौँ भने साना खुसुना फटेङ्ग्राहरू, किरा फटेङ्ग्रादेखि अब हात्तीहरू, ठुल्ठुला डाइनोसरसम्मका जुन जीवहरू रहेका छन् सबैमा के छ? आत्मतत्त्व रहेको छ। सबैमा भगवानको स्वरूप रहेको छ। जसरी एउटा
जुन आगाको उल्टोला हान्दा त्यसबाट हजारौं हजार आगाका फिलिङ्गाहरू जसरी निस्किन्छन्, एउटा भगवान परम्पराबाट अब के छ भन्दा सबैमा यो जीवात्मा सबैमा पुगेको छ, भगवानको अंश प्रत्येकमा गएको छ। त्यसैले यहाँ चाहिँ ससूक्ष्म शरीरदेखि ठुल्ठुला जीवहरू रहेका छन्, सबै मुक्तिको चाहनामा रहेका छन्। कसैले क्या छन् भन्दा मुक्ति गर्नका निम्ति श्राद्ध आदि कर्म गर्छन् मुक्ति होस् भनेर। हामीले चाहिँ क्या छौँ त्यही श्राद्ध गर्छौँ, हाम्रो जीवन सुखमय बनोस् भनेर श्राद्ध गर्ने गर्छौँ। त्यसको मुक्ति अर्थ के हो भन्दा त्यही मुक्ति होस् भनेर। कसैले क्या छौँ तीर्थमा जान्छौँ, तीर्थमा गएर गंगा स्नान गर्छौँ, तीर्थमा जान्छौँ, श्राद्ध कर्म गर्छौँ। त्यस्तै मन्दिरमा जान्छौँ, भगवानलाई हे भगवान हाम्रो जीवन सुखमय होस्, हाम्रा सुख जुन सम्पत्ति सबै कुराहरू परिपूर्ण होस् भनेर हामीले माग्छौँ। अब त्यहाँ चाहिँ अब रोगी गयो भने के माग्छ? सबभन्दा पहिला हे भगवान मेरा रोगहरी सबै नष्ट हुन्, मैले तपाईँलाई आएर जुन सम्झेको छु, मैले तपाईँलाई जुन सम्झना गरेको छु, मेरा सारा रोगहरू नष्ट हुन् भनेर उसले माग्छ। नव दम्पति अब विवाहित दम्पति गयो भने के माग्छन्? भगवानसँग गयो भने हाम्रो दाम्पत्य जीवन सुखमय होस्, जीवनमा दुःख कष्ट नपरोस्, सुखै सुख प्राप्ति होस्, आनन्दै आनन्द प्राप्ति होस् भनेर उनीहरूले माग्छन्। विद्यार्थी गयो भने के भन्छन्? हे भगवान हाम्रा राम्रो अङ्कले आएर हामीलाई पास गरिदिनु होला भनेर वर माग्छन्। त्यस्तै अब जाहिर खाने व्यक्तिले के माग्छ भन्दा मलाई छिटो भन्दा छिटो राम्रो सबभन्दा उत्तम जाहिर प्राप्ति होस् भनेर कामना गरेको हुन्छ। यहाँ जति पनि हामी छौँ हामीले यस्तै वरहरू मागेका छौँ। त्यो केका निम्ति भन्दा मुक्तिका निम्ति, हामीले त्यही मुक्तिका निम्ति गरेका छौँ। यी जति पनि कर्महरू हामीले गर्छौँ सबै हामीले केका निम्ति भन्दा यही मुक्तिका निम्ति गर्छौँ। आज हामीले श्रीमद् भागवत एकाएन जुन एका सप्ताह गरेका छौँ त्यो पनि मुक्तिका निम्ति। बत्तीहरू जलायौँ त्यो पनि मुक्तिका निम्ति। हामीले पिपलहरू लगाउँछौँ मुक्तिका निम्ति, बत्तीहरू काट्छौँ मुक्तिका निम्ति, पोखराहरू खन्छौँ मुक्तिका निम्ति, गाईलाई सेवा गर्छौँ मुक्तिका निम्ति, तीर्थमा जान्छौँ सबै मुक्तिका निम्ति। त्यसैले मानव जीवनको अन्तिम लक्ष्य भनेको के हो भन्दा मुक्ति हो। त्यसैले हाम्रो जीवनलाई मुक्तिमा लैजानका निम्ति अब सबै व्यक्तिहरूले के गर्नुपर्छ भन्दा अन्तिम सुख प्राप्ति गर्नका निम्ति यस्तै कर्म गर्नुपर्छ। दीपदान गर्नुपर्छ, भागवतको श्रवण गर्नुपर्छ, शिवजीको पूजा गर्नुपर्छ, यज्ञहरू गर्नुपर्छ, जुन अग्निमा हवन आदि कर्महरू गर्नुपर्छ। यो गर्नाले के हुन्छ? कल्याण हुन्छ, कल्याण प्राप्ति हुन्छ। आज यहाँ महान यज्ञ गरिएको छ, घृतधारा छ। घृतधारा भनेको घिउको धारो लगाइएको छ अग्निमा। अब अग्नि भनेका कौन भन्दा वैश्वानर भगवान हुन्। वैश्वानर भगवानको एक बार बोलो, वैश्वानर भगवानको। अब वैश्वानर भगवान भनेको देवताका पनि देवता। हामीले के भन्छौँ भन्दा हाम्रा सबभन्दा ठुला भनेका देवता भन्छौँ। त्यही देवताका पनि देवता भनेका कौन भन्दा अग्नि हुन्। अग्नि नभएसम्म यो संसारमा यो चाहिँ संसार चल्न सक्दैन। हामीलाई काँचो पाको तातो सबै कुराहरू दिने भनेका त्यो कौन त भन्दा अग्नि हुन्। त्यसैले हामीले देवतालाई प्राप्त गर्ने हो भने अग्निमा गएर हवन गर्नुपर्छ, अग्निमा गएर आहुतिहरू दिनुपर्दछ। यो गरियो भने हामीले देवतालाई सिधै प्राप्त गर्न सक्छौँ। देवतालाई प्राप्त गर्नका निम्ति सबै व्यक्तिले अग्निमा हवन गरेकै हुनुपर्दछ। र यहाँ कसैले भन्नुहोला ओ यत्रो घिउ खर्च गरेर, चोरुहरू खर्च गरेर अग्निमा जुन राख्न भन्दा त कसैलाई गरिब दुखीहरूलाई दिएको भए कल्याण हुन्थ्यो। त्यो कदापि हुन सक्दैन। किन भन्दा विज्ञानले पनि प्रमाणित गरेको छ, जसले अग्निमा हवन गर्छ भने यो अन्न र घिउबाट उत्पादन हुने वैज्ञानिकहरूले रिसर्च गरेका छन्। गाईको घिउमा 11 प्रकारका तत्त्वहरू रहेका छन् र यसका प्रभावबाट वायुमण्डललाई स्वच्छ बनाउने। जुन अब वायुमण्डल स्वच्छ भयो भने के हुन्छ? प्राणवायुहरू प्रत्येकलाई अब स्वच्छ प्राणवायु आउँछ। प्राणवायु स्वच्छ भयो भने मान्छेको आयु पनि एक हिसाबले लामो हुन्छ। अर्को अब यो जुन वायुमण्डल सफा भयो भने के हुन्छ? बेला बेलामा पानी पर्छ।
पानी परेपछि के हुन्छ भन्दा अन्न उत्पादन हुन्छ। अन्न भएपछि जीव जन्तुहरू सबै जीवात्माहरू के हुन्छन् भन्दा परिपुष्ट हुन्छन्। त्यसैले अब यो अग्निमा हवन गर्नाले वातावरण शुद्ध हुन्छ। वातावरणलाई शुद्ध बनाउनका निम्ति के गर्नुपर्छ भन्दा कोटी होम लगाउने अथवा यज्ञहरू गर्ने, अग्निमा जाने, हवन आदि कर्महरू गर्ने। यो गर्नाले हाम्रो प्रकृति शुद्ध हुन्छ। हामी प्रकृति पूजक हौँ। किन भन्दा हामीले प्रकृतिमा भएका सम्पूर्ण वस्तुहरूलाई देवता मानेका छौँ। हामीले सर्पलाई देवता, नाग देवता मानेका छौँ। हामीले पानीलाई जल देवता मानेका छौँ। हामीले सूर्यलाई सूर्य देवता मानेका छौँ। त्यस्तै गरेर हामीले वायुलाई, जुन वायुलाई, हावालाई वायु देवता मानेका छौँ। त्यस्तै गरेर हामीले चाहिँ रुखलाई देवता मानेका छौँ। रुखलाई भनेको पिपललाई देवता मानेका छौँ। तुलसीलाई देवता मानेका छौँ। कुशलाई देवता मानेका छौँ। हामीले ढुङ्गा शालिग्रामलाई देवता मानेका छौँ। यहाँ जति पनि हामीले गाईलाई गौ माता भनेर देवता मानेका छौँ। पृथ्वीलाई देवता भनेर हामीले चाहिँ ग्रहण गरेका छौँ। त्यसैले हामी के हौँ त भन्दा प्रकृति पूजक हौँ। किन भन्दा यो प्रकृतिलाई हामीले पूजा गरेर राखेका छौँ। सबैलाई देवता मानेका छौँ र तिनको जुन संरक्षण गर्ने काम हामीले गरेका छौँ र तिनीहरूले पनि हाम्रो के गरेका छन् भन्दा रक्षा गरिरहेका छन्। त्यसैले ती भगवान हुन्। भगवानको अर्थ हो जसले हामीलाई रक्षा गर्छ, जसले बचाउँछ। तिनीहरूलाई नै हामीले के मान्छौँ भन्दा भगवान मान्छौँ। हामीलाई जसले बचाउँछ ती भगवान हुन्। किन भन्दा हामीले वायुलाई भगवान मान्छौँ। एकैछिन वायु भएन भने के हुन्छ भन्दा एकैछिन सास फेर्न सकिएन भने गइयो। अब त्यही भगवानले, वायु रूपी भगवानले हामीलाई प्रशस्त मात्रामा वायु दिएको हुनाले अब के छ, हामी चाहिँ यो संसारमा खुसीले सुखीले आनन्दले यहाँ रहेका छौँ। एकछिन वायुको गति बन्द हुने हो भने हाम्रो गति के हुन्छ? कोही अब अक्सिजनको लेभल प्राण वायु घटेपछि जब वायु कम भयो भने के गर्ने हो? दुग्राउँदै हस्पिटल लाने हो। हस्पिटलमा लगेपछि तपाईँको अक्सिजन लेभल कम भएछ, भेन्टिलेटरमा हाल्नु पर्यो भन्छ। आइसियु कक्षामा लगेर राखेपछि के हुन्छ? एकैछिन हामीले बनाएको कृत्रिम वायुमण्डल, वायु प्राण वायुलाई त्यो डब्बामा राखेको, सिलिन्डरमा राखेको वायु एकैछिन ल्याउँदा के हुन्छ भन्दा 12 घण्टा, 24 घण्टा, 48 घण्टा, 3 दिन 5 दिनका दिन हाम्रा सम्पत्ति चढ सबै सकिन्छन्। भगवानले हामीलाई कति रक्षा गर्नुभएको छ। हामीलाई जीवनभर प्राण वायु दिएर जुन रक्षा गर्नुभएको छ। त्यसैले हामीले कसको पूजा गर्छौँ? पिपलको। त्यसैले हामीले कसको पूजा गर्छौँ? तुलसीको। त्यसैले हामीले कसको पूजा गर्छौँ? कुशको। किन भन्दा यिनले हर समय हर बखत क्यारेका हुन्छन्। अक्सिजन भनेको प्राण वायु दिइरहेका हुन्छन्। त्यसैले पहिलेका वैज्ञानिक भनेका अहिलेका कौन भन्दा जुन पहिलेका ऋषिमुनि भनेका अहिलेका रिसर्च वैज्ञानिकहरू, त्यति बेलाका ऋषिमुनिहरूले के अनुसन्धान गरे भन्दा पिपल भनेको जोगाउनु पर्ने वृक्ष रहेछ। मानव जातिका निम्ति, जीव जन्तुहरूका निम्ति, प्राण वायुका निम्ति त्योभन्दा उत्तम वृक्ष अरू छैन। त्यसैले पिपललाई जोगाउनु पर्छ। त्यो भगवान हो। सबैले जोगाऊ है घरमा। जुन अब क्या र भन्दा प्रत्येक व्यक्तिले जीवनमा एक पटक भए पनि पिपलको जुन पिपल लगाऊ, पिपलको पूजा गर। त्योभन्दा ठुलो पुण्य केही हुँदैन। पिपललाई जुन लाउनाले, पिपलको जुन पूजा गर्नाले महादान भनिएको छ। किन भन्दा त्योभन्दा ठुलो दान अरू छैन। त्यसैले पिपल जोगाऊ। किन भन्दा त्यो मानवको देवता हो। अहिले पनि अब अहिले के छ, सबैले काट्दै गएका छन्। अर्को तुलसी। अब किन भन्दा घरका कोखमा ल्याएर हामीले राख्छौँ। तुलसी खाने हो भने हाम्रा सारा रोगहरू कति नष्ट हुन्छन्। त्यो भगवानका रूपमा ल्याएका छौँ। किन भन्दा जसले हामीलाई बचाउँछ, जसले हामीलाई संरक्षण गर्छ, त्यसलाई भगवान मानिएको छ। त्यसैले जिउँदो हुने बेला मात्र होइन, मरेपछि पनि जुन मुखमा राखेपछि मुक्ति दिने यस्ता भगवान जुन कौन त भन्दा तुलसी हुन्। प्रत्येकका घरमा लगेर लगाऊ है भनेर पहिलेका ऋषिमुनिहरूले भन्नुभयो। अहिले पनि हामीले प्रत्येक व्यक्तिहरूले घरमा ल्याएर क्यारेका छौँ भन्दा तुलसी रोपेका छौँ। तुलसी पनि भगवानको के भन्दा साक्षात स्वरूप हो। हामीले त्यस्तै ढुङ्गालाई देवता मानेका छौँ।
ढुङ्गा के हो भन्दा शालिग्राम, जसमा भगवान विष्णुको स्वरूप रहेको छ। त्यस्तै अब हामीले गाईलाई के मानेका छौँ? गौ माता। हामी जन्मदेखि मृत्युसम्म अब गाई बिना यो संसारमा सम्भव छैन। मान्छे जन्मेपछि गद खाएपछि चोखिने, अब त्यसपछि गएर मर्दाखेरि पनि अब त्यही खाएर चोखिने। अन्तिम समयमा यो दुःखरूपी संसारबाट मुक्ति हुन, यो संसार के हो? बैतरणी हो। बैतरणी भनेको घोर संसार हो। अब पहिला के थिएनन् भन्दा यस्ता जुन पुलहरू थिएनन् खोला तर्दाखेरि, ठुला ठुला खोलाहरू तर्न पर्थ्यो, ठुला ठुला समुद्रहरू तर्नु पर्थ्यो, वारीबाट पारी जानु पर्थ्यो। त्यसैले त्यो तर्नका निम्ति अब कसले तार्थ्यो भन्दा गाईले तार्थे। खोलामा राखिदिने हो भने गाई पल्ला छेउबाट पल्ला छेउ ख्याएर निस्किन सक्ने जीव मध्ये जुन गाई पर्छन्। त्यसैले अब मान्छेहरूले के गर्न थाले? त्यही गाईको पुच्छर छोपेर वारीबाट पुच्छर छोपेर गाईको माध्यमबाट खोलो तरेर पारी गए। एकैछिन हल्ला नगर्नु होला। वारीबाट पुच्छर छोपेर पारी गए। अब त्यही स्वरूप, त्यही जुन स्वरूप अब हामीले अहिले क्या छौँ? यो भवरूपी संसारमा जीवनमा हामीले जानेर नजानेर लोभका कारणले, डरका कारणले अनेक प्रकारका पापहरू हामीलाई आइलागेका हुन सक्छन्। कसरी पाप आउँछन् भन्दा हामीले नजानिकन कोही गर्छौँ, हामीलाई थाहा जो हुँदैन। कोही चाहिँ जानी लोभका कारणले मन कन्फिन्छ, लोभ लाग्छ, त्यसपछि हामी क्या छौँ? पाप गर्छौँ। कोही के का कारणले? डरका कारणले। तैँले यो गरिनस् भने मैले तँलाई मार्छु, झुन्डाउँछु, बाँध्छु भन्छ कसैले भने। अब बच्नका लागि भए पनि हामीले ती कर्म गर्छौँ। त्यसैले अब अनेक प्रकारका पापहरू रहेका हुन्छन्। तिनै पापबाट मुक्ति हुनका निम्ति, यो घोर बैतरणी रूपी संसारबाट मुक्ति हुनका निम्ति अब गाईले क्या छ भन्दा तराउँछ। त्यसैले अन्तिम समयमा अब भए त्यही समुद्रमा पुच्छर छोपेर तर्ने, नभए अब क्या ने गङ्गामा गएर गाई सम्झेर तर्ने, नभए घरमा बैरीका कोखामा अब क्या ने भन्दा एउटा कुन्टो बनाउने, अखुको गमना बनाउने, त्यसपछि ढुङ्गा बनाउने, त्यही कुट्ने, त्यसपछि गाईको पुच्छर छोपेर हे भगवान अब मैले जीवनमा जतिसुकै पाप गरेको भए पनि तिमीले मलाई तारण गरे है भनेर पुच्छर छोपेर अब क्या नि भन्दा गाईलाई चाहिँ नमस्कार गर्ने। गाई को हुन् त भन्दा गौ माता हुन्। गाईलाई माता मानिएको छ। माता भनेको के हो? आमा पछि व्यक्तिलाई पालन पोषण गरेर दुध खुवाएर हुर्काउने बढाउने भनेको गाई हो। किन भन्दा गाईले नै अब मान्छेलाई हुर्काउने बढाउने, आमा पछि दुध खुवाउने भएको हुनाले गौ माता भनिएको हो, जसले यो संसारबाट मुक्ति गराउने, जन्मदेखि मृत्युसम्म व्यक्तिलाई चराउने भएको हुनाले गाईको पूजा गरिन्छ। गाई पनि एक प्रकारका भगवान हुन्। हाम्रा शास्त्रहरूले, भागवतले, वेदले, यी पुराणहरूले के भनेका छन् भन्दा यिनीहरूको बारेमा वर्णन गरेका छन्। त्यसैले यो संसारबाट मुक्ति गराउनका निम्ति अब गाईको पूजा गर्नु अब के हुन्छ? छोरा नातिलाई हुँदैन। त्यो तपाईँले त्यति मात्र विचार गर्नुहोस्। यदि हुन्थ्यो भने तपाईँहरूका बाउआमाले कमाएको पैसाले तपाईँहरूलाई हुन्थ्यो, तपाईँहरू कुनै पनि दुःख गर्नु पर्ने नै थिएन। किन भन्दा कमाएर त बाउआमाले राखिदिनु भएको थियो, घर बनिदिनु भएको थियो, सबै कुराहरू थियो। उहाँहरूले गर्दा गर्दै पनि तपाईँहरूलाई पुगेन, उहाँका सम्पत्तिले पुगेन। तपाईँहरूका 10 नङ्ग्रा ख्याउन परेको छ, हाम्रा 10 नङ्ग्रा हामीले ख्याउन परेको छ। हामीले कमाएका पैसाले पनि छोरा नातिलाई हुनेवाला छैन। किन भन्दा उनीहरूले नकमाइकन उनीहरूलाई हुँदैन। त्यसैले त्यो पैसा आफूलाई चाहिने बेलामा तपाईँहरूले के गर्नुहोस् भन्दा प्रयोग गर्नुहोस्। शास्त्रले के भन्छ? याव जीवे सुखम जीवे ऋणम कृत्वा घृतम पिबे भस्मे भूतस्य देहस्य अकुतो पुनरागम। जति बाँचिन्छ सुख तरिकाले बाँच, त्यो नाममा नरहौ, आनन्दले रहौ, सुखमा बाँच, रमाऊ। यो जीवन भनेको के हो भन्दा 4 दिनको चोला हो। जति बाँचिन्छ आनन्दले सबै बाँच्न सिक्नु पर्दछ। किन भन्दा मरेपछि सबैको यो चाहिँ स्वरूप खरानी भएर जान्छ। यो 3 प्रकारमा जाने गर्छ हाम्रो शरीर। एक खरानी भएर जान्छ, ल्याएर क्या छ चिता बनाउँछन्, त्यसपछि ल्याएर दुनुन्न आगो लगाइदिएर खरानी बनाउँछन्, खरानी हुन्छ। अर्को चाहिँ के हुन्छ भन्दा जङ्गलमा
जुन कसैले मार्यो चराचुरुङ्गी अथवा बाघ भालुले खान्छ बिष्टाको रूपमा जान्छ। अर्को चाहिँ लगेर गाड्छन्, गाडेपछि सेउसेउतै किरा परेर निस्किन्छ। त्यसैले यो 3 स्वरूपमा जाने जुन यो चोला हो, त्यसैले के गर्नुपर्छ भन्दा व्यक्तिले चाहिँ आफूलाई जीवनमा जति चाहिन्छ जुन सुखपूर्वक हामी बाँच्न सक्नु पर्दछ, हामीले उपभोग गर्न सक्नु पर्दछ। किन भन्दा भोलि हामीले कमाएकाले छोरा नातिलाई हुँदैन। त्यसैले दान गर्नुपर्छ। बरु तपाईँहरूले गरेका दानहरू विद्यालयमा दिनुभयो, बाटो खन्नका निम्ति दिनुभयो, बाटो बनाउनका निम्ति दिनुभयो, प्रतीक्षालयका निम्ति दिनुभयो भने अब त्यो चाहिँ छ भने है, नभएकाले दिने होइन। जोसँग धेरै छ त्यसले मात्र दान गर्ने हो। त्यो अधिकार तिनी व्यक्तिसँग मात्र रहन्छ। त्यसैले यदि हामीले त्यो गर्यौँ भने त्यही नै हाम्रो अमर नाम हो। त्यसैले हामीलाई अमर बनाउँछ। अमर नाम भनेको के हो भन्दा त्यही हामीले गरेको सत्कर्म हो। जुन पुण्य कर्म भनेको त्यही हो, दान भनेको त्यही हो। त्यसैले अब हामीले कुनै विद्यालयमा अथवा कुनै पनि संस्थामा दिउँ भने फल्नाका नातिले फल्नाको हजुरबाले दिएको अहिलेसम्म खोलेको विद्यालय अहिलेसम्म छ। इतिहास भनेको त्यही हो। किन भन्दा हामीले कमाएको राखेका पैसाले हुन्न, बरु हामीले त्यस्ता सङ्घ संस्थाहरू खोलिदिएर छोड्यौँ भने त्यो बैङ्कमा रहेको पैसा भन्दा त्यसले काम गर्छ। त्यसैले हाम्रा शास्त्रले के भन्छन् भन्दा व्यक्तिलाई सुखपूर्वक कर्म गर, दान गर, पुण्य गर, सबै कार्यहरू गर भन्ने कुरा हाम्रा शास्त्रहरूले बताएका छन्। र यो सम्पूर्ण वेदको सार, भागवत गीताको सार आज हामीले यहाँ चाहिँ गरेका छौँ। श्रीमद् भागवत महापुराण यहाँ चाहिँ श्रवण गरेका छौँ। त्यसैले यो सारा नरकबाट मुक्ति हुनका निम्ति हेर्नुपर्छ, भगवानको नाम जप्नुपर्छ। भागवतले बताएको छ हरि नाम जप, जो चाहिँ नरकबाट मुक्ति हुनका निम्ति, सुखबाट मुक्ति हुनका निम्ति हरि नाम जप्नाले, नारायण भन्ने नाम जप्नाले को भन्दा अजामिल जस्ता दुष्ट व्यक्तिहरू जीवनमा अनेक प्रकारका पाप गरेका व्यक्तिहरू पनि भगवानको नाम सम्झनाले, भगवानको गुणानुवाद गर्नाले उनीहरू मुक्ति भएका थिए। त्यसैले हामीले पनि हर समय हर बखत खाँदा बस्दा उड्दा सुत्दा जहिले पनि भगवानको नामहरू जप्नुपर्छ, सत्कर्म गर्नुपर्दछ भन्ने कुरा यहाँहरू समक्ष प्रस्तुत गर्दै समयको पाबन्दीलाई ख्याल गरेर मैले चाहिँ यो आजको यो प्रवचन यहाँहरू समक्ष म यही अब समापन गर्न चाहन्छु। र बोल्ने क्रममा कुनै गल्ती त्रुटिहरू भए कुनै भगवान परमात्मासँग क्षमा याचना माग्दै यो प्रवचनलाई यही समापन गर्दछु। एक बार बोलो लक्ष्मण भगवानको, राधाकृष्ण भगवानको, साम्ब सदा शिवजीको, सम्पूर्ण श्रोताकर्ताहरूको, सम्पूर्ण गुरुजनहरूको, सम्पूर्ण श्रोताकर्ताहरूको, अग्निदेवको, श्रोताकर्ताका कुलपितृहरूको, सम्पूर्ण तीर्थहरूको आजको आनन्दको